हाई गाइज वेलकम टु आवर मिनी भ्याकेसन। हामीहरूले चाहिँ आफ्नो सानो फ्यामिलीहरू मिलेर लगभग 4.5 घन्टाको यात्रा तय गरेर मिनी भ्याकेसनको लागि पेन्सिल्भेनिया आएका थियौँ है। यो भयो पोकोनोको माउन्टेन। तपाईँहरूलाई चाहिँ मैले हामीहरूले लिएको एयरबिएनबी हाउस टुर गराउन गइरहेको छु। फर्स्टमा मैले तपाईँहरूलाई लन्ड्री देखाइहालेँ, साइडमा टोइलेट पनि थियो। यो भयो लिभिङ रुम, ह्याप्पी भएर उफ्रिँदैछ बहिनी चाहिँ। यो भयो त्यसको साइडमै किचन, अनि अर्को थियो त्यसैको साइडमा एउटा सानो बेडरुम, त्यो पनि क्युट थियो। म तपाईँहरूलाई सेकेन्ड फ्लोर देखाउन गइरहेको छु। सेकेन्ड फ्लोरमा त्यो एउटा बेड भयो, त्यसमा चाहिँ 4वटा बेड थियो। यो भयो सायद अर्को बेड होइन, यसमा चाहिँ मास्टर बेडरुम त्यही हो जस्तो लागिरहेको थियो। यो भयो थर्डवालामा चाहिँ म बसेको थिएँ होइन। त्यसपछि म तपाईँहरूलाई फेरि पनि लिभिङ रुममा देखाउन गइरहेको छु, किनभने लिभिङ रुमबाट म तपाईँहरूलाई बाहिरको आउटलुक देखाउन गइरहेको छु होइन। हाम्रो डेक बाहिर कस्तो छ, हामीहरूलाई बस्नको लागि कसरी व्यवस्था गरेको छ, यो भयो बाहिरको आउटलुक है। मजाले बस्ने, खाने, रमाइलो गर्ने कि। अनि तल पनि चेयर थियो होइन, जाकुजी पनि थियो। हामीले जाकुजी पनि गऱ्यौँ, नुहायौँ, तर मैले भिडियो चाहिँ बनाएन। त्यसपछि चाहिँ अब हामी बेसमेन्टको टुर गरौँ है। बेसमेन्टको टुर गराउन गइरहेको छु। अनि यहाँ पनि लिभिङ रुम थियो, मजाको लिभिङ रुम थियो। त्यहाँ पुल पनि थियो खेल्नको लागि है। बच्चाहरू एकदमै आउट अफ स्ट्रेसमा थिए क्या, कति पनि त्यो स्ट्रेस हुने टाइपको माहौलै थिएन क्या, कस्तो रमाइलो थियो। त्यहाँ के भन्छ बेसमेन्टमा पनि अर्को एउटा बेड पनि थियो, बङ्क बेड राखिदिएको थियो। सबै प्रत्येक कोठामा टिभी अनि बेड यस्तो टाइपको थियो कि रमाइलो थियो। अब म चाहिँ नेक्स्ट स्टेप भनेको अब सबैजनालाई भोक लाग्यो भनेर बारबिक्यू गरेर भ्याएँ। अब खाँदै नाच्दै गरेका थियौँ। अब हामीलाई चाहिँ अब तिज लागेको थियो, किनभने एकदमै तिज नजिकै आउँदैछ। अनि त्यसैको मौकामा घुम्न गएको बेला चाहिँ अब वाइ नट होइन, किन ननाच्नु। हामी चाहिँ तिजकै गीतहरू प्रायः हामीले तिजकै गीतमा नाच्यौँ होला कि। अब लगभग अरू गीतहरूमा नाच्दाखेरि पनि हामीले भिडियो चाहिँ बनाएनौँ, तर भाइब्स आउने भनेकै तिजको गीतमा आयो कि। हामीलाई चाहिँ रमाइलो गऱ्यौँ, नाच्यौँ, जे होस्। अनि खासमा मेरो बुढाको पनि ठ्याक्कै बर्थडे परेको थियो त्यो दिन है। हामीले चाहिँ स्पेसल बर्थडे भनेरै घुम्न गएको त होइन, तर पनि त्यो दिनमै बर्थडे परेको भएर ल त नि म नजिकै गएर केक ल्याएर आउँछु, सरप्राइज गर्छु भनेको थिएँ। तर हाम्रो दाइ र रेमन्तले चाहिँ होइन तपाईँले होइन, हामी जाने हो, हामीले सरप्राइज गर्ने हो भनेर चाहिँ उहाँहरूले चाहिँ आफूले चाहिँ सरप्राइज दिनलाई चाहिँ उहाँहरू केक लिन जानुभएको थियो। मेरो बुढा चाहिँ पुल खेल्दै हुनुहुन्थ्यो। अनि त्यसै टाइममा चाहिँ उहाँहरूले चाहिँ केक ल्याएर आएपछि चाहिँ अनि हामीले फेरि मेरो बुढालाई चाहिँ सरप्राइज दियौँ। एकदमै बुढा चाहिँ एकदमै ह्याप्पी हुनुहुन्थ्यो होइन। सबैजनाले ह्याप्पी बर्थडे विस गऱ्यौँ। अब त्यो रात चाहिँ सबैजना नाचे गाए, सबै रमाइलो भयो। तर म चाहिँ 10 साढे 10 बजीतिर सुतिहालेँ कि। तर अरू सायद 12-1 बजीतिरै सुत्नु भएको थियो होला, किनभने लेट सुत्नु भएको थियो। पार्टी गर्नुभयो, रमाइलो गर्नुभयो, पुल खेल्नुभयो। अनि भोलि बिहान उठेर चाहिँ हामीले यसरी खाना बनायौँ, मटन बनायौँ, चिकन बनायौँ, भात बनायौँ। त्यसपछि अरू सलाद गरायौँ, खायौँ। त्यसपछि हाम्रो नेक्स्ट जर्नी थियो जिमथोर्पेमा चाहिँ हामी नजिकै त्यहाँ रिभर थियो। रिभरको नजिकै गएर टिकटक गरायौँ, भिडियो गरायौँ, रमाइलो गऱ्यौँ, फोटो खिच्यौँ। अनि त्यसपछि चाहिँ हाम्रो 1 बजेको टिकट्स थियो। 1 बजेको टिकट्सको लागि हामीले फेरि ट्रेनको यात्रामा लाग्यौँ। हामी त्यो लगभग 72 मिनट्सको ट्रेन यात्रा भयो। त्यसमा पनि हामीले फोटोजहरू लियौँ, रमाइलो गऱ्यौँ, इन्जोय गऱ्यौँ होइन। त्यसपछि हाम्रो अर्को यात्रा थियो, अर्को जर्नी थियो हार्सी चकलेट वर्ल्ड। त्यहाँ पनि एकदमै बच्चाहरू चाहिँ एकदमै इन्जोय गरे, एकदमै रमाइलो गरे तिनीहरूले होइन, फुल इन्जोय गरे सायद, मलाई त्यस्तो लाग्छ। अनि त्यसपछि चाहिँ हामीहरू यो जर्नी सकेपछि अनि अल द वे हामी कहाँ गयौँ, भर्जिनिया आफ्नो घर